त्यो सामानले भत भत पोलेर यहाँ चाहिँ के युकी गर्न राख्नु ल्याएकी छन्? भएको छ भनेर भन्छ है। अब त्यो पच्छ कि पच्दैन, पच्यो भने कसरी पच्छ ठ्याक्कै भन्नुहुन्छ क्या माताले। त्यही भएर विदेश यात्रा चाहिँ यसै भन्न सकिँदैन भनेर भन्छ है। अनि माता मेरो सामान चाहिँ कहिलेसम्म हात पर्ला के देखिन्छ त माता? दिनबार त भन्दैन, तर ढिलो न चाँडो तपाईँको हात पर्छ भनेर भन्छ है। त्यसो भए मेरो सामान भेटिन्छ नै भन्छ त? कन्फर्म भेटिन्छ भनेर भन्छ है। हस् हस् माता। नेक्स्ट ए केटामणि, माताले नेक्स्ट भन्नुभयो त, जानु न। हाम्रो पालो के हुन्छ? कस्तो बाटोमा उभिएर खै। प्रणाम माता। प्रणाम माता। प्रणाम। समस्या भन्नुहोस् त। हाम्रो के भयो